र मेरो गडले जुटाइदिनु भयो। अनि यस्तो होलिस्टिक भनेर हाम्रो यो चाहिँ पहिला स्वयम्भूमा थियो होइन, त्यहाँ मैले युज गर्दै गएँ। सबैले भन्थ्यो मलाई यस्तो मान्छे हेर बिचरा, त्यो योभन्दा 10 इयर्सको अगाडिको कुरा हो होइन, विवाह गरेको छैन बिचरा, पैसा भन्थ्यो, कतिले बाया गर्थ्यो कि होइन। अनि आज म आफूलाई थाहा छैन, म गर्व गर्छु के मैले होलिस्टिक युज गरेँ। अनि आज म यति बलियो यति स्मार्ट भएको छु, मेरो शरीरभित्र होइन हरेकको मेरो के अरे हाम्रो डिबी सरले, हाम्रो डाक्टर साहब हुनुहुन्छ, उहाँले रिसर्च गरेको के अरे सप्लिमेन्ट मेरो नसा रगत, त्यसको म स्मार्ट छु कि होइन। म सधैँ होलिस्टिकमा प्रयोग गर्छु। तर कसरी स्मार्ट भएछ? किन एउटा कारण छ कि रिजन भनिन्छ नि, रिजन बिना मान्छे स्मार्ट हुँदैन, रिजन बिना मान्छे हेल्दी हुँदैन, रिजन बिना मान्छे ह्याप्पी हुँदैन के। त्यस कारण म धन्यवाद भन्न चाहन्छु। जस्तै अब उहाँले प्रोग्राम गर्नुभयो होइन, म खुसी छु होलिस्टिकमा होइन। किनभने आज मैले मेरो एउटा नमुना भएको छ। जस्तै अब मेरो श्रीमतीलाई पनि अब भन्नै पर्दाखेरि 10 ml को ट्युमर भएको त्यो पार्टीघरमा होइन, डक्टरले त अब लास्ट स्टेज भयो, अपरेसन गर्नै पर्छ। अब गरेको भए 2-4 लाख सकिन्थ्यो। शरीर फर्स्ट ह्यान्डको सेकेन्ड ह्यान्ड त्यो भने के भयो, पैसा पनि बच्च, सेकेन्ड ह्यान्ड पनि फर्स्ट ह्यान्डै भयो नि त, निको भयो होइन। त्यस कारणले गर्दाखेरि अनि म यहाँ जोडेको भन्नै पर्दाखेरि अब ठिक छ, अहिले हाम्रो एउटा सुरु सर हुन्छ होइन, इट डजन्ट म्याटर के। तर उहाँभन्दा पहिला म आबद्ध भएको हो कि, म सुरु सरलाई म भन्छु कि होइन, म बोल्छु अलिक बोल्छु, काम थोरै गरी बोल्छु म के भन्छु भन्दाखेरि होइन, म त्यहाँ आबद्ध भएको मेरो म्यामसँग हाम्रो पनि पुरानो रिलेसन छ। अनि त्यस कारण हाम्रो मेरो आँखाले देखेको छु, यो कानले सुनेको छु, कति मानिसहरू होइन आँखामा आँसु लिएर आएको छ होइन, जीवन मृत्युको दोसार लिएर ती मानिसहरू जीवन पार गएको छ, ती मानिसको आँखामा आँसु लिएर, ओठमा हाँसु लिएर, यो सबै श्रेय कसरी जान्छ? हाम्रो सरलाई जान्छ, बिबी सरलाई जान्छ। त्यहाँ म साइन्सले भन्छ नि, एकचोटि मेरो साथीले के भन्यो भने कहाँ काम गरेँ त त्यस्तो, ल त्यो सानो एउटा पचास अरे 2-4 डिब्बा अरे तिमीहरूले हाम्रो के हो डक्टर साहब छैन र होइन भने डिबी सर तिम्रो बाहिर जानु अन्त म्यामले भेटेँ होइन। अनि मैले लगेँ होलिस्टिक होइन हेड अफिसमै, उसले अनि बल्ल त्यसलाई ट्रस्ट भयो कि। अनि हामीले हो त एउटा क्रिस्चियनलाई त नदेखेर विश्वास गर्छ, तर संसारमा चाहिँ देखेर विश्वास गर्छ, उल्टो भन्छ हामीलाई, तर भन्छ उल्टो हामी हो। त्यो मानिसलाई त्यो देखाएको साथीलाई ओहो होइन, हाम्रो भनौँ यसो लुक्स त हाम्रो यहाँ चाहिँ ल डक्टर साहब बस्यो भनेको ऊ भयो। त्यसपछि आएर उसले पनि विश्वास ट्रस्ट गर्यो। त्यस कारण म यसमा चाहिँ आबद्ध एकदमै खुसी छु। र यसरी नै हाम्रो होलिस्टिकको यो श्रेय हाम्रो सरलाई दिँदै र हामीले साँच्चै नै हामी आफन्त छिमेकलाई हामी एकअर्कालाई हामी बाँचौँ र बचाउँ भने यही म भन्न चाहन्छु। र मेरो 2 शब्द म यही टुङ्गाउन चाहन्छु। हस्, धन्यवाद। अब यताबाट